हेलो नमस्कार साथीहरू, तपाईहरु जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ स्वास्थ्य समृद्धि र खुसियालीको कामना गर्छु। म नवीन राई। आज फेरि म एउटा कफी सम्बन्धी नै भिडियो ल्याउँदै छु। यो परबाट मैले खिच्दै छु कि यो लगभग 6 फिट 7 फिटको हाइट छ। अब यो कफीलाई कसरी काटछाट गर्न सकिन्छ भन्ने विषयमा थोरै जानकारी दिन खोजिरहेको छु। यो कफी अहिले यो फल्न थालेको 2 वर्षको कफी भयो। 2 वर्षको बिरुवा यति भयो, पोहोर पनि फलेको थियो, यसपालि फलेको छ। अब यसलाई हामीले कसरी काटछाट गर्ने त भन्ने विषयमा चाहिँ कस्तो छ भने यसको हाइट आफूले टिप्न मिल्ने जति 7 फिट जतिकोमा अथवा 6 फिट जतिकोमा अथवा 7 फिट जतिकोमा 6 र 7 को बिचमा हामीले त्यो पुगिसकेपछि यो कफीको चाहिँ टुप्पो काटिदिनुपर्छ। टुप्पो काटिदिसकेपछि यो हाइटमा जाँदैन। हाइटमा नगइसकेपछि अब हेर्नुहोस् के हुन्छ भने कफीको अब यो फल लाग्यो, यसरी फल लागेछ दाना। यो फल लागिसकेपछि अब हेर्नुहोस् यसको ब्रान्चेसहरू थुप्रो हुन्छ। यो फल लागेको छ, कोही पाक्दैछ है। यसको चाहिँ एउटा झुप्पामा चाहिँ 20 देखि 25 दाना छ, तर मैले पोहोर गर्दाखेरि चाहिँ 35 दानासम्म थियो। अब यसलाई कसरी काटछाट गर्ने भन्दाखेरि यो हाँगाहरूमा यो ब्रान्चेसहरूमा लु हेर्नुहोस् है, यहाँ तल जब यसरी माटोलाई छुन्छ, यो माटोलाई छुको हाँगाहरू चाहिँ काटिदिनुपर्छ। काटिदिसकेपछि यसको थुप्रै मसिनो हाँगाहरू आउँछन् कि अब के हेर्नुहोस् है, यो बाक्कुलो हुन्छ, धेरै बाक्कुलो हाँगाहरू छन्। यो बाक्कुलो हाँगाहरूलाई चाहिँ ल हेर्नुहोस् त, थुप्रो हाँगाहरू छ। एउटा थुप्रो हाँगाहरू छ। यो हाँगालाई चाहिँ हामीले चाहिँ कटिङ गर्नुपर्छ। कटिङ गरिसकेपछि पातलो बनाउनुपर्छ। पातलो बनाइसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ अब यो कफी जुनसुकै चिजलाई पनि बोटबिरा होस्, जे चिजलाई पनि बढ्नका लागि फल्नका लागि आवश्यक उसलाई खाद्य वस्तु चाहिन्छ, खाद्य पोषणयुक्त तत्त्व चाहिन्छ हैन। कफीलाई बिरुवालाई चाहिँ अक्सिजन, नाइट्रोजन र हाइड्रोजन, अक्सिजन, हाइड्रोजन र नाइट्रोजनदेखि अरू विविध चिजहरू चाहिँ न्युट्रिसनहरू चाहिन्छ। त्यो चाहिँ सबैमा पुग्न सक्दैन। सबैमा पुग्न नसकेको कारणले गर्दाखेरि अलिक उत्पादन कम दिन्छ भनेर हामीले काटछाट गर्नुपर्ने हुन्छ 1 नम्बरमा। दोस्रो नम्बरमा हामीले काटछाट गर्दाखेरि नचाहिँदै नफल्ने हाँगाहरू काटिदिनुपर्छ। जस्तै यो बिचमा मैले हेर्नुहोस् त एउटा आयो, यो आयो, यसले चाहिँ के गरौँ भन्दा यसलाई कटिङ गरिदिनुपर्छ। यसलाई कटिङ गरिसकेपछि यो चाहिँ हावा खेल्ने, यसलाई चाहिँ हावा पनि छिर्नुपर्छ। किनभने यो हावा खेल्न सकेन भने यो बढी चाहिँ यो बिरुवा पनि सास भएको उसले गर्दाखेरि प्रजातिले गर्दा यो निसासिन्छ। अब हेर्नुहोस् है, यो फल छ, यो फलमा हेर्नु त, ल हेर्नुहोस् यहाँ फल छ, यहीँ फेरि हाँगा लागेको छ है। ल हेर्नु मसिनो यो ब्रान्चेसहरू छ है, यहीँ फल छ, हेर्नुहोस् है त, यहीँ ब्रान्चेस छ। अब यहाँ छ एउटा, अब त्यसको साथ यहाँ छ अर्को ब्रान्चेस निस्क्यो, फेरि यहाँ निस्किहाल्यो अर्को ब्रान्चेसहरू। हो यस्तो ब्रान्चेसहरूलाई चाहिँ हामीले चाहिँ यहाँ छ अर्को ब्रान्चेस छ। हो यस्तो बढी ब्रान्चेसहरू निस्केकोलाई चाहिँ हामीले चाहिँ काट्नु पर्ने हुन्छ। र कटिङ गरिसकेपछि चाहिँ पर्याप्त मात्रामा यसलाई चाहिने आवश्यक खाद्य पोषणयुक्त तत्त्व पाउँछ। त्यस कारणले गर्दाखेरि यसले फल धेरै दिन्छ। र कफीको चाहिँ ल हेर्नुहोस् त, अहिले यो पाक्दैछ। पोहोर अलिअलि फलेको थियो, यसपालि धेरै नै फलेको छ। अब यो कफीको चाहिँ यो किन यस्तो हुन्छ भने कफीको फुलाइ पनि अलि अलग हुन्छ कि, त्यही भएर एकैचोटि पाक्दैन। सिजनमा के अरे समयमा यो पाकिरहन्छ, यसलाई टिपिरहनु पर्यो। अब पाक्नु कस्तो हुन्छ परिपक्व हामीले टिप्ने कफी भन्दाखेरि तपाईँलाई म यहाँ अलिकति अझै परिपक्व हो। यो चेरी लगभग यहाँ देखाएको चेरी छ, यो रातो छ 3 दाना। 3 दाना चेरी चाहिँ लगभग 4 दाना, 5 दाना, 6 दाना भनौँ न, 6 दाना देखिरहेको छ। 2, 4, 6 दाना, 7 दाना। यो अलिक पाकेको कुरा कति भयो। अब यो कफी चाहिँ पाकेको होइन नि फेरि। यो अब यो हामीले टिप्न सकिन्छ, यो टिप्न सकिन्छ, यो टिप्न सकिन्छ, यो र यो अलिकति टिप्न सकिँदैन। यसलाई केही समय कुर्नुपर्छ। किनभने परिपक्व कफी टिपेपछि अब हेर्नुहोस् है, यहाँ अस्ति मैले अलिकति टिपेँ, एकचोटि अस्ति मैले टिपिसकेको कफी हो। फेरि यो अहिले यतिको पाकिसक्यो। यो पाकिसकेपछि अब हेर्नुहोस् यसको यो कफी पाक्यो, यो पाक्यो, अब यताको यो पाक्यो, यो परिपक्व भयो, यो पाक्यो र चाहिँ अब
यस्तो छ, यो सुकेको छ। यो किन यस्तो भयो भन्दा यो ओभर पाकिसकेको हो कि। यसमा पाकिसकेको छ, यो चाहिँ काम लाग्दैन। यो चाहिँ हामीले चाहिँ नर्मल खानाको लागि मात्रै काम लाग्छ है। यो पाकेर पनि धेरै पाकेर सुकिसक्यो, यसलाई चाहिँ टिप्नुपर्छ। र कति बेला हामीले काटछाड गर्ने भन्दा जब यो टिपिसकिन्छ, टिपिसकिसकेपछि हामीले चाहिँ यसलाई कटिङ गर्नुपर्छ। लु हेर्नुहोस् त साथीहरू, अस्ति मैले एकचोटि टिपिसकेको, अहिले फेरि कफी यस्तो छ, कुनै यो नभ्याएर अहिले टिपेको छैन। यसलाई चाहिँ हामीले टिपेर फालिदिनुपर्छ। यसरी फाल्नुपर्छ, यसको क्वालिटी हुँदैन र ल हेर्नुहोस् यो अब यसमा यति फलेको छ कि यो अहिले पाक्दैछ है, पाकेको छैन है त्यति, पाक्न लाग्यो। ल हेर्नुहोस् त यो अलिक परिपक्का भइसकेको छैन। यहाँ माथि हेर्नुहोस्, यो कफीलाई पनि अब हामीले लगभग यसलाई पनि पछि यो चाहिँ टिप्नुपर्छ कफी। अब यो हेर्नुहोस्, यता हेर्नुहोस् है, बिरुवाहरू म देखाउँदै लान्छु। यो कफीहरू कुनै कुरा कहीँ पाक्दैछ, कहीँ अर्धकल्चो भइरहेछ। यसरी चाहिँ कफीलाई हामीले टिप्न सकिन्छ, काटछाड गर्नु सकिन्छ। काटछाड गर्ने समयमा तपाईँहरूले फेरि काटछाड सम्बन्धी थोरै म भिडियो जानकारीहरू दिने नै छु। यस्तै कृषि सम्बन्धी, कृषिलाई चाहिँ व्यवसायीकरण गर्नका लागि हामी अगाडि बढेका छौँ। साथ दिनुहोला, सहयोग दिनुहोला, साथै कमेन्ट गर्न पनि नबिर्सिनुहोला, सेयर गर्नुहोला भन्दै म नवीन राई बिदा हुन्छु। हस् त, नमस्ते, ओके, बाई, टेक केयर। तपाईँ जहाँ हुनुहुन्छ, जहाँबाट यो भिडियो हेर्नुहुन्छ, स्वास्थ्य सबैतिर खुसियाली रहनुहोला भन्दै बिदा हुन्छु। ओके, बाई।